मधेस आन्दोलन र नाकाबन्दीपछि चर्चा र विवादमा मुछिएका उपेन्द्र यादवको विरोधमा हङकङमा आइतबार चर्को नाराबाजी भयो। प्रथम शहीद लखन थापाको 139औं स्मृति दिवसका लागि हङकङ आएका यादवको विरोधमा नेपाली कांग्रेस नेकपा एमालेका समर्थकहरूले विभिन्न प्लेकार्डहरू बोकेर चर्को नाराबाजी गरेका हुन्। नाराबाजी गर्नेहरूमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू समेत सहभागी थिए। उनीहरूले देश बिगार्न पाइँदैन, नाकाबन्दी मुर्दाबाद जस्ता नारा लगाएर यादवको विरोध गरेका थिए। त्यसैगरी सामाजिक सञ्जालहरूमा समेत यादवको समर्थन र विरोधमा टीका टिप्पणीहरू भएका थिए। सोही दिन संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री समेत रहेका उपेन्द्र यादवको प्रमुख आतिथ्यमा प्रथम शहीद लखन थापाको 139औं स्मृति दिवस सम्पन्न भएको छ। आदिवासी जनजाति महासंघ हङकङ आयोजक तथा मगर संघ हङकङ सह आयोजक रहेको कार्यक्रममा बोल्दै यादवले पहिचान भनेको जातीय पहिचान हो, भाषिक सामाजिक र सांस्कृतिक पहिचान हो। जातीय पहिचानको अर्थलाई विरोधीहरूले गलत रूपमा व्याख्या गरेको बताए। पहिचान भनेको जातीय राज्य मागेको हो भनेर गलत व्याख्या गरियो। उनले भने जातीय राज्य मागेको होइन, जातीय भाषिक पहिचानको मान्यता मागेको हो। उनले भने यो पहिचान भनेको जातीय राज्य मागे हो, पहिचान भनेको जातीय राज्य भनेर गलत व्याख्या गरियो। जो जातीय राज्य मागे होइन, जातीय पहिचानको भाषिक पहिचानको मान्यतालाई मागे। राज्य पुनर्संरचना गर्दा तर फेरि एकातर्फ के भने जातीय राज्यकै कुरा गर्ने हो भने अहिलेको नेपाल भनेको जातीय राज्य, एकल जातीय राज्य हो। अहिले सत्ता पेशा अहिले पनि नेपालको ब्युरोक्रेसी हेर्ने हो भने 12% जनसङ्ख्या भएको समुदायको 64% उपस्थिति छ। 12% जनसङ्ख्या भएको ब्युरोक्रेसीमा र अन्य क्षेत्रमा हेर्ने हो भने 64% छ। सारा पोलिटिकल एपोइन्टमेन्ट्सहरू एउटा जातबाट गरिन्छ, एउटा जातमै सीमित रहन्छ र तिनै एउटा जातको भाषालाई राष्ट्रभाषा भनिएको छ र सरकारी कामकाजी भाषा भनिएको छ। यो भनेको जातीय राज्य। एकल जातीय राज्यलाई हामीले बहुवादी समाज र समावेशी राज्य बनाउन खोजेको, जहाँ हरेक वेशभूषा भाषा संस्कृतिका समुदायका मानिसहरूको पहिचान सहितको संहिता र संहिता सहितको संविधान नेपालले खोजेको। जनजाति महासंघका सल्लाहकार भूपेन्द्र चेम्चुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा मगर संघ हङकङका सल्लाहकार भीम थापा मगरले लगन थापाको जीवनीबारे चर्चा गरेका थिए। जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी पत्रकार महासंघका अध्यक्ष तथा एबीसी टेलिभिजनका समाचार संयोजक दण्ड गुरुङ, मगर संघ नेपालका अध्यक्ष महेन्द्र थापा लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू उपस्थित थिए।